अवैध रूपमा बनाइएका घर टहराहरू मिति 2082 वैशाख 11 गते साँझ 7 बजे भित्रमा खाली गर्नुहोला। 2 यस्ता घर टहराहरूमा भएका आफ्ना निजी सरसामानहरू, लत्ता कपडा, घरपालुवा पशु पक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। 3 घर टहराहरूमा बसोबास गर्ने अपाङ्ग, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध वृद्धा एवं बिरामी व्यक्तिहरूलाई प्राथमिकता दिई अन्यत्र सार्ने काम गर्नुहोला। यस कार्यका लागि काठमाडौँ महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनुहोला। 4 मिति 2082 वैशाख 12 गते बिहान 6 बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ। यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कडा कारबाही भइजानेछ। अति आवश्यक बाधाको निर्माण नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीवज्यानसमेत जोखिम नपारी बसोबास गरेका सम्पूर्ण घर टहराहरूमा रहेका व्यक्तिहरू र यसरी बढेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूलाई यो अत्यन्त जरुरी सूचना जारी गरिएको छ। यस सूचना बमोजिम विभिन्न कार्यहरू तत्काल गर्न हुन सूचित गरिएको छ। यसरी अवैध रूपमा बनाइएका घर टहराहरू मिति 2082 वैशाख 11 गते साँझ 7 बजेदेखि सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नुहोला। मिति 2000 नदी किनारका जग्गाहरूमा वर्षौंदेखि अनधिकृत ढङ्गबाट सार्वजनिक आवागमन र शहरी अति आवश्यक सुविधाको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीवज्यानसमेत जोखिम नपारी बसोबास गरेका सम्पूर्ण घर टहराहरूमा रहेका व्यक्तिहरू र यसरी बढेका घर टहरामा भाडामा बस्ने, पसल व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गरी आएका व्यक्तिहरूलाई यो अत्यन्त जरुरी सूचना जारी गरिएको छ। यस सूचना बमोजिम निम्न कार्यहरू तत्काल गर्न हुन सूचित गरिएको छ। त्यसैले अवैध रूपमा बनाइएका घर टहराहरू मिति 2082 वैशाख 11 गते साँझ 7 बजे भित्रमा खाली गर्नुहोला। लत्ता कपडा, घरपालुवा सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्नुहोला। यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुन बमोजिम कडा कारबाही भइजानेछ। 5 नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन कुटुम्बवासीहरूको लगत लिने र किन्नेको कार्यको संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईँ स्वयं हुनुहुनेछ।